मर्कुस 11 अध्यायलाई आज हामी निहाल्नेछौँ। यसो भन्दै गर्दाखेरि 11 अध्यायको 12 पददेखि 12 र 13 पद पढिदिनुहोस् न। 12 मा भोलिपल्ट उहाँहरू बेथनियाबाट आउनु हुँदा उहाँ भोकाउनु भयो अनि टाढामा पातले भरिएको एउटा अन्जीरको रुख देखेर कतै त्यसमा केही फल पाउँछु कि भनेर उहाँ जानुभयो। तर त्यहाँ पुग्नु भएपछि उहाँले रुखमा पात बाहेक केही पाउनु भएन, किनकि त्यस बेला अन्जीरको फल फल्ने समय भएको थिएन। अब दाजुभाइबाट 14 पद पढिदिनुहोस् त कसैले। तब उहाँले त्यस रूपमा भन्नुभयो, अब उसो कसैले पनि तबाट फल नखाओस्। अनि यो भनेको उहाँका चेलाहरूले सुने। वचन पढाइ सुनाइमा तपाईहरू सबैजनालाई परमेश्वरले आशीर्वाद दिनुभएको होस्। एउटा सुन्दर दृश्य हामी यहाँ हेर्दैछौँ। यो वचनको वास्तविक त्यहाँको अवस्थालाई बुझ्ने हो भनेदेखि येशू ख्रीष्ट चाहिँ पहिलोचोटि अर्थात् 12 वर्षपछि जुन उहाँको सेवकाईको जुन ग्याप समय छ, 30 वर्षसम्मको उमेर चाहिँ बाइबल मन चाहिँ यसमा बोल्दैन बाइबल, तर 30 वर्ष पुरा भएर आफ्नो सेवकाई यात्राको पहिलो चरणको यो समय आखिरी अवस्थामा उहाँ पहिलोचोटि यरुसलेम त्यो बेला जाँदै हुनुहुन्छ। उहाँको यो दोस्रो चोटि थियो यरुसलेमको भ्रमण चाहिँ 12 वर्षमा एकचोटि। र कसैले यसरी तर्क पनि गर्छन् त्यसो होइन, उहाँको खतनाको बेलामा पनि उहाँ चाहिँ 8औं दिनको खतनामा पनि मन्दिर त लगिएको हो भन्छ। त्यो हिसाबले हेर्ने हो भने तेस्रो चोटि पुग्छ भने अब यताबाट हेर्ने हो भनेदेखि 12 वर्षदेखिको ग्याप पछि उहाँ जानुभएको त्यो समय चाहिँ त्यो दोस्रो समय थियो। त्यो समयको अवस्थामा प्रभु येशू ख्रीष्ट अघिल्लो दिन गएर हेर्दै गर्दाखेरि उहाँ बेथानीबाट यरुसलेममा प्रवेश गर्दै गर्दाखेरि त्यो यरुसलेमको मन्दिरको अवस्थाबारे उहाँले पहिले निरीक्षण गर्नुभयो। अङ्ग्रेजीमा अब्जर्भेसन भन्छ होला। अनि उहाँले अब्जर्भ गर्दै गर्दाखेरि भेट्टाउनु भएको कुरा चाहिँ के छ भन्दै गर्दा उहाँ पुग्दाखेरि चाहिँ शाम परेको थियो। त्यो कारणले गर्दा प्रभु हेर्नुभयो, देख्नुभयो अनि प्रभु फर्किनुभयो। तर भोलिपल्ट प्रभु त्यहाँ फेरि जानुभयो। प्रभु त्यहाँ जाँदै गर्दाखेरि प्रभु कसरी जानुभयो थाहा छ? यरुसलेम प्रवेश प्रभु कसरी हुनु भएको थियो? कसैले याद छ? च्याप्टरमा पढिकन यहाँ तपाईँले यो सिनारियो थाहा पाउनु भएपछि वचनलाई राम्रो बुझ्नुहुन्छ। प्रभु येशू ख्रीष्ट यरुसलेम प्रवेश गर्दाखेरि गधा चढेर गधाको पछिडामा सहेर भएर प्रभु येशू ख्रीष्ट जानुभयो, किनकि त्यो अगमबाडी थियो। गधाको पछिडाबाट नै जाने कुरा जकरियाले अगमबाडी गरेको थियो। विस्तृतमा म जान चाहेन, तर यहाँ तपाईँलाई बुझाउनलाई यो सिनारियो बुझेपछि चाहिँ तपाईँले वचनलाई राम्रोसँग बुझ्नुहुन्छ। प्रभु येशू ख्रीष्ट यरुसलेममा जानुभयो। गइसक्नु भएपछि प्रभु कहाँ छिर्नुभयो? कहाँ? मन्दिरमा प्रभु छिर्नुभयो। मन्दिरमा यरुसलेमको मन्दिर जहाँनिर चाहिँ आराधना हुन्थ्यो। यरुसलेमको मन्दिर जहाँ चाहिँ यहुदी व्यवस्था अनुसार पूजापाठ हुने ठाउँ थियो। यति साह्रो उनीहरूको भक्तिको जीवन उनीहरूले बिताएका थिए ताकि देख्दाखेरि सबै कुरा ठिकठाक। प्रभु येशू ख्रीष्ट त्यो समयमा मन्दिर प्रवेश गर्दै गर्दाखेरि त्यहाँको अवस्था के छ थाहा छ? किनबेच भइरहेको थियो, दामी व्यापार भइराखेको छ। अहिलेको भाषा भन्यो भने कस्तो फस्टाएको थियो। दुबईको व्यापार भन्दा पनि अझै माथि थियो कि जस्तो लाग्ने खालको। यो दुबई यस्तो सहरभित्र हामी छौँ। यो सहरले बोकेको स्ट्राटेजी भनेको चाहिँ पर्यटन हो, टुरिज्मलाई पहिलो स्थानमा राखेको छ। त्यसकारणले गर्दा यहाँका फरेनरहरूलाई यहाँ जति पनि घुम्न आउँछन् सबै कुराको छुट छ, सुविधा छ। तर निश्चित ठाउँ एरिया सबै कुराहरू छुट्याइदिएका छन्, त्यसभित्र रहेर गर्नुपर्छ। र उनीहरूले पर्यटनको कुराहरूलाई
टुरिज्मको कुरालाई पहिलो प्राथमिकतामा राखेको छ तपाईहरु बसेको यो सहर। हामी बसेको ठाउँको बारेमा पनि बुझ्नु जरुरत नै रहन्छ। त्यसो भने हामी आफै पनि अवेर हुन सक्छौं। अनि त्यहाँनिर पहिलो कुरो व्यापार गरिराखेको छ। हरेक कुरा फस्टाउने कुरा भनेको चाहिँ के हो थाहा छ? व्यापार हो। त्यो मन्दिर आउनेहरूलाई पनि के चाहिँ थाहा छ भने नि व्यापार गर्यो भने फस्टाउँछ। यसकारणले गर्दा उनीहरूले त मन्दिरभित्र त थुप्रै व्यापारका कुरा राखेको छ। त्यहाँ त पैसा साट्नेहरूले पैसा साटिराखेको छ। अहिले होइन नि त्यो के भन्छ पैसा सटैहरू त्यहाँनिर चलिराखेको छ। अहिलेको भाषा भने नि थुप्रो मनी एक्सचेन्जहरू थिए चाहिँ क्या हो त्यहाँ। अनि अर्को चाहिँ त्यहाँ के भइराखेको छ भन्दै गर्दाखेरि ढुक्कुर परेवाहरू पनि लगिराखेको छ। किनकि मन्दिरमा चढाउनु पर्यो नि त, होइन? व्यापार राम्रो फस्टाउँथ्यो नि त। त्यो कारणले गर्दा व्यापार गरिराखेको कुरोहरू प्रभुले देख्नुभयो। त्यतिखेर प्रभुले ला होस् अब यतिकै होस् भन्नुभयो? भन्नु भएन, होइन? मेरो घर प्रार्थनाको घर नै छ, तर तिमीले के बनायो अरे डाकुहरूको ओडार बनायो भनेर प्रभु यीशु मसीह रिसाउनु भयो। कोही कहिले यस्तो हुन्छ यो चाहिँ पवित्र झोक हो पनि भन्छन्। त्यसरी पनि नबुझौँ, अलिक धेरै होला। तर प्रभु यीशु ख्रीष्ट धार्मिकताको खातिर उहाँ रिसाउनु भयो। वचन सबैसँग सम्झौता गर्न तयार छ, तर धार्मिकताको सवालमा, पवित्रताको सवालमा धर्मशास्त्रले कहिले पनि सम्झौता गर्दैन। पाप पाप भन्छ, तर धार्मिकता नै भन्छ। कहिले पनि बाइबलले कहिले पनि पापसँग सम्झौता गर भन्दैन। वचनले तपाईँ र मलाई सिकाउन खोजेको कुरो चाहिँ, प्रभु यीशु ख्रीष्ट आफैले देखाउन खोज्नु भएको कुरा चाहिँ म धार्मिकतासँग कम्प्रोमाइज गर्न सक्दिनँ भन्नु नै थियो। आमेन आमेन आमेन। संसारमा छौँ, अहिले मण्डलीले चाहिँ थुप्रै कुरोहरूसँग सम्झौता गरिराखेको छ। सम्झौताले नि चल्न चाहिँ केही समय चल्छ, तर अन्ततः त्यसको परिणाम नराम्रो नै हुन्छ। त्यहाँनिर त्यो व्यापारको कुराले देखिसके प्रभुले त्यो सबै कुराहरू घोप्टाइदिनु भयो। तर मन्दिरको भाँडाकुँडाहरू लान प्रभुले दिनु भएन, जुन कुरोद्वारा आराधना हुनु पर्थ्यो। आमेन आमेन। हृदयको शुद्धतालाई नि परमेश्वर यति साह्रो सरोकार राख्नुहुन्छ। तपाईँ र मेरो हृदयको शुद्धताले, प्रभुले दिएको आराधनाले चाहिँ उहाँको महिमा हुन्छ। तर मासमिस पारेर हामी त्यही भाँडामा मिसाएर यदि खोज्छौँ भने चाहिँ, दिन्छौँ भने चाहिँ त्यो कुरो प्रभुको अघि ग्रहण योग्य हुँदैन। यहाँनिर यो अन्जिरको रुख, यसलाई नेभारा भनेर मेरो पुरानो बाइबलमा चाहिँ व्याख्या गरिएको छ। नेपालको नेभारा चाहिँ अलिक बेग्लै प्रकारको ठुल्ठुला पात हुन्छन्। हामी खुब घाँस काट्छौँ, होइन? घाँस काट्छौँ, त्यसको दाना पनि ठुल्ठुलै फलेको हुन्छ, तर त्यो त्यति गुलियो हुँदैन। तर अन्जिर चाहिँ विशेष गरिकन यसलाई अङ्ग्रेजी भाषामा फिग ट्री भन्छ। यो चाहिँ असाध्यै मिठो हुन्छ। हाम्रो स्वास्थ्यको लागि अन्जिर यति साह्रो राम्रो चिज हो। म तपाईँलाई प्रेरणा दिन चाहन्छु, खानुहोस्। प्रभुले तपाईँ र मलाई यस्तो ठाउँमा राख्नु भएको छ। दुःख सुख प्रभुले जागिर पनि दिनु भएको छ। सानो तिनो सबैको हाम्रो जब छ। तपाईँले केही न केही कमाउनुहुन्छ, तर स्वास्थ्यलाई ख्याल गर्नुहोस्। अन्जिर खानुभयो भने नि शरीरबाट, अजिरबाट पाउने थुप्रै कुराहरू रहेछ। त्यो कब्जियतको बेलामा पनि त्यो औषधि, अचुक औषधि रहेछ हो त्यो। त्यसलाई तपाईँ भिजाएर खान सक्नुहुन्छ। अनि सपिङ मलहरूमा जताततै तपाईँले पाउनुहुन्छ। मसिना मसिना पुरा चेप्टो पारेर माला जस्तो बनाएर रोल 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 बनाएर बेचेको हुन्छ। लगभग 25 दिराम, पाउको 25 दिराम भन्दा माथि नै पर्छ। 25 देखि 30 दिरामसम्म पर्छ। असाध्यै मिठो हुन्छ।
म पनि खान्छु घरिघरि, त्यसलाई तपाईँले पानीमा भिजाएर, तातो पानीमा भिजाएर चट्ट खानुभयो भने तपाईँको स्वास्थ्यको निम्ति धेरै राम्रो काम गर्छ। थुप्रो मिनरल्सहरू हामी त्यहाँबाट पाउन सक्छ। अनि म प्रेरणा पनि दिन्छु, खानुहोस् है भनेर। तर यो नेभाराको बोट अर्थात् अन्जिरको बोट इजरायलमा जुन जुन घरहरूमा छ नि, त्यो घर चाहिँ आशिषले भरिएको, समृद्धिले भरिएको, सुरक्षित घरको रूपमा बुझ्थ्यो। यसकारणले गर्दा हरेकले इजरायलका आफ्ना घर घुर्यानहरूमा अझै रोपेको हुन्थ्यो। हालेलुया। त्यो रुख रोप्दै गर्दाखेरि नि त्यो घर यति सानो फलिफाप भएको इजरायलमा चाहिँ चिनिन्थ्यो। यसकारणले गर्दा अन्जिर हरेकको घरमा हुन्थ्यो। यो रुख विशेष गरिकन मरुभूमिमा मौलाउँछ त। मरुभूमि भनेको उचाड हो नि, खडेरी हो नि। यो रुखलाई तपाईँले रोप्नु, उसको त्यो जरा यति साह्रो गहिरो जाँदो रहेछ कि, अनि त्यो गहिरो जरा गएको कारणले गर्दाखेरि तल्लो जमिनमा भएको चिसो पानीको स्रोत पनि यसले अब्जर्भ गर्न सक्दो रहेछ। यसकारणले गर्दा यो अन्जिरको आयु लामो हुने, 150 देखि 200 वर्षसम्म बाँच्दो रहेछ। तर जैतुन जस्तो चाहिँ होइन है। अनि यो कारणले गर्दाखेरि अन्जिरलाई इजरायलमा समृद्धिसँग जोड्थ्यो, आशिषसँग जोड्थ्यो, सुरक्षासँग जोड्थ्यो। प्रभु येशू ख्रीष्ट त्यहाँनिर यो वचनको यसलाई निहाल्दै गर्दा, यो वचनलाई निहाल्दै गर्दाखेरि प्रभु येशू ख्रीष्ट त्यहाँनिर जाँदै गर्दाखेरिको अवस्था चाहिँ प्रभु भोकाउनु भयो भनेर लेखेको छ। प्रभुले हेर्दै गर्दाखेरि अन्जिरको बोटमा उहाँले हेर्दै गर्दा त्यहाँनिर प्रभुले हेर्नु भएको कुरा चाहिँ फलको कुरा छ। किनकि बाइबलले भन्छ यीशु भोकाउनु भएको थियो। यसको अर्थ के? येशूलाई यो अन्जिरमा फल लागेको छ कि छैन थाहा थियो या थिएन? हजुर थाहा थियो, उहाँ त अन्तर्यामी हुनु। यस, म थाहा थियो, हेर्दै गर्दाखेरि थाहा थिएन जस्तो लाग्छ। तर यो फल फल्ने समय थिएन भन्छ, किनकि कलिलो नै थिएछ। त्यो 2 महिना अगाडिको कुरा थियो। यो विशेष गरिकन जुन जुलाई अगस्तको बिचमा चाहिँ मजाले पाक्दो रहेछ क्या यो अन्जिर। यसकारण यो पासोभरको समयमा अर्थात् निस्तार चाडको बेलामा प्रभु येशू ख्रीष्ट त्यता जानुभएको हो। यसकारणले पाक्ने महिना भन्दा उहाँ अघि नै जानुभएको कारणले गर्दाखेरि पनि स्वाभाविक रूपमा येशूलाई थाहा थियो, किनकि इजरायलको माटोमा प्रभु हुर्किनु भएको, बढ्नु भएको, त्यहाँको अवस्थाको बारेमा सबै कुरा उहाँलाई थाहा थियो। मुस्ताङको मान्छेलाई स्याउ कहिले फल्छ भनेर सोधिराख्नु पर्छ र? पर्दैन। तर पनि प्रभुले के हेर्नुभयो? केही पाउँछु कि भन्ने आशले प्रभुले त्यहाँ हेर्नुभयो भन्छ। तर त्यो रुखको अवस्था कस्तो थियो अरे? हरियो थियो। कस्तो राम्रो कुरा। देख्दा चाहिँ हरियो छ, तर फल चाहिँ छैन। बाहिरी देखावट, बाहिरी हेर्ने चाहिँ सबै कुरा ठिक छ, तर फल चाहिँ छैन। आज यो वचनले तपाईँ र मलाई यो समयमा हामीले यो वचनबाट बुझ्दै गर्दाखेरि हाम्रो आत्मिक अवस्थासँग यो वचनले पवित्र आत्माले तपाईँ र मलाई सोध्दै हुनुहुन्छ, हामी चाहिँ कस्तो छौँ? यो डिसेम्बरको महिनाभित्र हामी रहँदै बस्दै गर्दा यो डिसेम्बर महिना चाहिँ वास्तव भन्यो भने क्रिसमसको महिना पनि भन्छ कतिले। वास्तवमै हो, मण्डलीहरू यो समय असाध्यै आतुर छ क्रिसमस मनाउनको लागि। अनि हामीमा पनि त्यो प्रकारको एक प्रकारको जब चिसो लाग्न थालिसकेपछि होइन भाइब्स भन्छ नि, आउन थाल्छ क्या, क्रिसमसको झलको आउन थाल्छ।
यो महिना भनेको विशेष गरिकन सुसमाचारको महिना पनि हो। अस्तिको हप्ता हामीले वचन सुन्दै गर्दाखेरि सुसमाचारको बारेमा वचन हाम्रो टिकनले बोल्दै हुनुहुन्थ्यो। गुड न्युज फर अल। गुड न्युज चाहिँ के मानेमा? असल समाचार के मानेमा? त्यो शुभ समाचार के मानेमा? यसो हाम्रो पाप रोक्नलाई, परमेश्वर र मानिसको छुटेको सम्बन्धलाई फेरि जोड्नलाई प्रभु आउनु भएको, हाम्रो पापको लागि मर्नु भएको, हाम्रो पापको बोकिदिनु भएको, हाम्रो पापको लागि गाडिनु भएको, मृत्युदेखि तेस्रो दिनमा बौरी उठ्नु भएको, उहाँ उद्धारकर्ता मुक्तिदाता हुनुहुन्छ भन्ने शुभ समाचार सुनाउनलाई हाम्रो जीवनमा कति अपरिहार्य छ। मैले मात्र मुक्ति पाएर हुँदैन, मेरा मानिसहरूले पनि मुक्ति पाउनुपर्छ। आमेन। यदि मलाई मात्र होस् भने म स्वार्थी हो। जाओस् कि नजाओस् म जान्छु भएको नि भन्, त्यो चाहिँ स्वार्थपनले गर्छ। देख्दा चाहिँ हरियै छ तर फल चाहिँ छैन। यो अन्जिर झपक्कै पातले चाहिँ भरिएको छ, यसको पात ठुल्ठुलो हुन्छ। मैले देखेको छु, अन्जिर हेरेको छु, खाएको छु, निहालेको छु सबै कुराहरू, तर के छ? फल छैन। आज हाम्रो आत्मिक अवस्था पनि त्यो बाटो भएर हामी जाँदैछौँ भनेदेखि आफूलाई हामीले बनाउनु पर्छ, सच्याउनु पर्छ। यहाँनिर हामीले हेर्दै र बुझ्दै गर्दाखेरि यो घटनाले हामीलाई बुझाउँदै गर्दाखेरि अबदेखि तँबाट कहिले पनि फल नलागोस्। प्रभुले त्यो रुखलाई श्राप दिँदै गर्दाखेरि एकजना मेरो गैर इसाई मित्रले मलाई के भन्यो, तिमीहरूको प्रभु पनि राम्रो त कहाँ रहेछ र भनेर भन्यो। किन भनेको, यो वचन पढेको रहेछ उसले, तिमीहरूको प्रभुले सरापेर त्यो रुख मारेको छ नि अरे क्या, बचाउने कुरा गर्छ, कसरी मर्यो अरे क्या। उसले आत्मिक अवस्था बुझेन, आत्मिक अर्थ बुझेन, यसकारणले गर्दा उसले मारेको जस्तो उसले बुझ्यो। तर यहाँभित्र पापले हाम्रो आत्मिक अवस्थालाई मार्छ भन्ने कुरो बुझाउनको लागि प्रभुले यो सबै कुराहरू देखाउनु भयो। प्राकृतिक माथिको अधीनता चाहिँ येशूको छ भन्ने कुरा देखाउनको लागि प्रभुले यो कुरो गर्नुभयो। अनि जब त्यो रूपमा प्रभुले चाहनु भएको कुरा नभेट्टाउँदै गर्दाखेरि यहाँनिर प्रभुले त्यो रुखलाई श्राप दिनुभयो। मेरो प्रिय मण्डली, हामीले यो वचनबाट बुझ्ने कुरा चाहिँ विशेष गरिकन हाम्रो विश्वास, जीवन, आचरण, फल, अनुशासन र परमेश्वरप्रतिको जिम्मेवारीको गहिरो शिक्षा यो रुखले हाम्रो जीवनमा दिँदछ। आमेन। यो रुखलाई, यो उपमालाई, यो घटनालाई तपाईले जब बुझ्नुहुन्छ भने तपाईँ र मेरो आत्मिक जीवनमा नि यो वचनले निश्चय रूपमा काम गरेको हुनुपर्छ। म सरसर्ती एकदमै तपाईँलाई छिटो लाँदै गर्दाखेरि बाहिरी देखावटीपनले परमेश्वरलाई रिझाउन सकिँदैन। यो झपक्क परेको अन्जिरले फल नभएको कारणले गर्दा त्यो उसको जतिसुकै सुन्दरता किन नहोस्, जतिसुकै हरियो किन नहोस्, यसले कुनै अर्थ राखेन। यसकारण हामीले यहाँनिर बुझ्नुपर्ने कुरा चाहिँ हेर्दाखेरि चाहिँ राम्रो छ, हरियो छ, जीवनमय देखिन्छ, तर त्यो रूपमा चाहिँ फल नभएको कस्तो सुखा रोग, फल नभएको सुखा रोग। अन्ततः यो रोग सोध्न पर्यो। यो रोगले देखाउन खोजेको मुख्य कुरा चाहिँ इजरायलीहरूको अवस्थालाई देखाउनु थियो। यिनीहरू धर्मात्मा त हुँ भन्थे, मन्दिरमा आराधना गर्थे, सोप र धनियाँको दशंश उनीहरूले दिन्थे, तर उनीहरूको आत्मिक जीवन चाहिँ ठिक थिएन। आत्मिक जीवन ठिक थिएन। व्यापारमा भुलिएका, अशुद्धतामा भुलिएका, घमण्ड पाखण्डले भरिएका, उनीहरूको
त्यो अवस्था अहिले हामी हेर्नेछौँ। यसकारण प्रभु यहाँनिर यिनीहरूको अवस्था देख्दै गर्दाखेरि उनीहरूले मनाएको चाड, उनीहरूले मनाएको धार्मिकता, उनीहरूले मनाएको परम्परा, उनीहरूको प्रार्थना देखावटीपन, उनीहरूको बाहिरी चालचलन, उनीहरूको आन्तरिक जीवनका फलहरू मिलिराखेको थिएन। देख्दाखेरि सबै कुरा ठिक्क देखिएको छ, तर उनीहरूको जीवन वास्तवमा भित्री उनीहरूको जीवन चाहिँ ठिक थिएन। यस कारणले गर्दा प्रभुले यो कुराबाट यहाँनिर एउटा ठुलो उपमाद्वारा यो घटनाबाट सिकोस् भन्ने प्रभु चाहनुहुन्थ्यो।